हेलो गुड मर्निङ एभ्री वान वेलकम टु माई अनदर भ्लग। आज चाहिँ हल्का रुगा लगाइरहेछ। दुइटा केरा बोकेर जिम जान लागेको, भर्खर उठेको। अहिले कति बज्यो, बिहानको 8:30 भयो। अब बसाउन लागेँ, दुइटा केरा बोकेर म त जिमतिर लागेँ। साथी चाहिँ आउँदैछ आज। लास्टै हेर न, ढुँडी पनि लगाइरहेछ। मौसम लास्टै चिसो छ क्या आज फेरि। आई एम द बिगेस्ट फ्यान अफ दुर्गेश थापा एन्ड हि। त्यसमा त राजा फर्किन्छ जस्तो छ। के भन्नुहुन्छ यो विषयमा? राजा फर्के अलवेज खुसी हो नि त भन्दा हो, मनपर्छ। लास्टै आन्दोलनहरू लास्ट मत छ नि त यहाँमा फर्किनु पर्यो नि त काठमाडौँमा। फर्किनु पर्यो नि राजा भोलि बोकेर हुन्छ। त्यो अब मैले अस्ति भिडियो हेरेको थिएँ होइन, लास्टै क्या मान्छेहरू पुरै बाइकमा कति हो के जताततै लास्टै सम्मान मिलिरहेको रहेछ अहिले राजालाई। यहाँदेखि फर्केर नेपालमा सरर गयो भने राजा आएर 2 वर्षमा ट्याकटुक चेन्ज भयो भने के हुन्छ? चेन्ज भएपछि त उतै बस्ने नि, किन आउनु पर्यो? सो हाम्रो जिम सकिसक्यो है। त्यो जुत्ता ऱ्याक भयो। मैले जुत्ता राखेको, जुत्ता राखेर बाई गतिलो भयो त केही न केही गतिलो के गतिलो हुनुपर्छ भनेको कि गतिलो भनेको हेर्ने नजरिया हो कि।